आज म तपाईहरूलाई देखाउँछु युवान्स र म प्राय डेली गइराख्ने ठाउँ। तर धेरै दिन भयो पानी परेको कारण हामी गएको थिएनौँ। आज अलि पानी रोकेको भएर युवान्स र म जाँदैछौँ। म चाहिँ एक हातले मोबाइल चलाइरहेको थिएँ, एक हातले बेबी कार चलाइरहेको थिएँ। बाटो बिर्सेर म धेरै अगाडि आइसकेको रहेछु। मैले चाहिँ उताबाट माथि जानुपर्ने थियो के। अनि यता चाहिँ सिँढीहरू भएको भैले बेबी कार लान झ्याउ हुन्छ। 3वटा साइडमा सिँढी छ, एउटा साइडमा बेबी कार लान मिल्ने छ। त्यही भएर म फर्केर आएर यहाँ बेबी कार लान मिल्ने ठाउँबाट माथि गएँ। अनि म मन्दिरमा पुगेँ। मन्दिर फेरि यति राम्रोसँग सजाएको हुन्छ त्यहाँ। अनि मान्छेहरू पनि बसेका हुन्छन्। कति धेरै मान्छे फोटोहरू खिच्न पनि आइराखेका हुन्छन्। म बाबु जन्मिनुभन्दा पहिला पनि गइरहेको थिएँ कि यहाँ। बिहान बिहान 3-4 बजे उठेर जान्थे। एकदमै फ्रेस भइन्छ फेरि त्यहाँ गयो भनेपछि। बाबु पनि त्यहाँ एकदमै धेरै खुसी हुन्छ क्या। उसले ढुङ्गा माटोहरू पनि खेलाउन पाउँछ मजाले। अनि खेल्ने ठाउँ पनि थुप्रो छ उसको लागि त्यहाँ। अनि प्यास लाग्यो भने पानी पिउन पनि यसरी भाँडोहरू राखिदिया हुन्छ। 1 घन्टा जसो हामी त्यहाँ बसेर फर्क्यौँ। त्यसपछि दिउँसो खाजामा बाबुलाई के बनाउने भन्ने भयो। म चाहिँ हाम्रो रुमको ठ्याक्क अगाडि यो सुपा छ के। यो सुपामा पनि हामी प्राय डेली गइराखेका हुन्छौँ। चाहिने सामान यहीँबाट ल्याउँछौँ। यो एकदमै धेरै ठुलो छ। त्यही भएर जे पनि पाइन्छ यहाँ। अनि हामी सुपाबाट सामान किनेर रुमतिर लाग्यौँ। बाई बाई गाइज, आजको भिडियो यति नै।